मिठो है मिठो है तिमी बोले हातले खाने हैन अनि राख्नु पर्छ लगे हैन यो सेफ हो हिजो भन्दा यो फोटो पोस्ट टाइम यो अलि फोकस पनि छ कि मेरो अलि युज छ के ओ माय गॉड जुम गरेर त सकिन्न कि हेर्नुमा कति राम्रो भ्यू आयो आइसक्यो होइन खान्छ हुन्छ 25 मिटर भन्नु खोज्यो ठीक लाग्यो कतिको रमाइलो छ मत कतिको रमाइलो छ उचादनी किन केटा के भइरहेछ Come guys, come. Let's do this, guys. Let's do this. Fuck that. What's up, my G? Spook. साथीभाइहरू हामी एकदम लिचोको सबैभन्दा बढी पहिरो जाने ठाउँ भनेर लोवर ट्रेल भन्छ यसलाई होइन यहाँ चाहिँ हामी यस्तो छ सिनारी यस्तो छ है यहाँ तल सबै पहिरो हो होइन एकदम चिसो छ अब वेदर पनि अब हावा लागिरहेछ अहिले है अनि त्यही छ अब यो बाटोमा चाहिँ बस्नु हुँदैन अरे किनभने पहिरो जाने जोखिम चाहिँ एकदम धेरै हुन्छ भन्दै यहाँको स्थानीयले भन्दैछन् अब उहाँ चाहिँ हाम्रो जागिर सर हुनुहुन्छ होइन अब एकदम सरलाई सिनारी देखाइदिन्छु कस्तो छ अब ब्युटिफुल दिस इज है त्यही भएर तिलिचो ट्रेक चाहिँ गर्नु होला सबैले उहाँ चाहिँ हाम्रो आशिष सर हुनुहुन्छ इज अल्सो विथ अस एन्ड उहाँ पनि सेन्जर दाई हुनुहुन्छ हामीसँगै आउनुभएको छ सँगैसँगै आइरहेको छौँ हामी हामी चाहिँ आज खानसारबाट अहिले
तिलीचो बेस क्याम्पसम्म चाहिँ जाँदैछौँ। द वे इज टु डिफिकल्ट होइन, द वे इज टु डिफिकल्ट होइन। तपाईँहरूले सोच्न त सक्नुहुन्छ, किनभने अब इन्टरनेटको जमाना छ, भ्लगहरू हेरिराख्नु भयो होला होइन। तर यहाँ आउने मान्छेलाई मात्र थाहा छ। अब हामी त अब फेरि 11 महिना त्यतिकै बस्ने, 12 महिना चल्दाखेरि बल्ल अनि हिँड्न थाल्ने हामी हो। त्यही भएर हाम्रो अलिअलि त खुट्टा दुखिहाल्छ। अब च्यालेन्जै हो यो हाम्रो लागि पनि होइन, एउटा ड्रिम पनि हो एउटा तिलीचो जाने। अब तिलीचो जानलाई हामी हिँडेर आज हाम्रो थर्ड डे भइरहेको छ। थर्ड डेमा चाहिँ हामी आज तिलीचो बेस क्याम्प पुगेर अनि त्यसपछि भोलि 4th डेमा चाहिँ बिहान लगभग 3 AM तिर चाहिँ हामी टर्च लाइट लिएर चाहिँ हिँड्ने हाम्रो प्लानिङ छ। अनि 3 AM बाट चाहिँ सनराइज चाहिँ हाम्रो तिलीचोमा चाहिँ सनराइज चाहिँ गर्ने कुरा छ। यहाँ हेर्नु यस्तो छ, जहाँ पनि झर्नै झर्ना छ हेर्नुहोस् गाइस है। अब हाम्रो चाहिँ त्यही प्लान छ होइन, प्लानिङमै जाऊँ। अब हेरौँ अब स्वास्थ्यले कतिको साथ दिन्छ र वेदरले कतिको साथ दिन्छ, प्लस आफ्नो खुट्टाको कुरा त छँदैछ होइन। यस्तै हो, यस्तो छ ढुङ्गा है गाइजहरू, अल द स्टोन्स एन्ड रक्स होइन, अल ओभर देयर। एन्ड पारी हेर्नु क्या, ब्युटिफुल हिमाल्स। यो मनाङ भनेर चाहिँ हाम्रो डिस्ट्रिक्ट चाहिँ हाम्रो मनाङ डिस्ट्रिक्ट चाहिँ हाम्रो हिमाल पारीको जिल्ला भनेर पनि चिनिन्छ। हामी अब हिमालको पारी छौँ, चाइना पोर्ट साइड भनौँ न अब नजिकै। ल सियु लेटर है गाइजहरू। यसरी भएर हामी अब ल्यान्डस्लाइड एरियामा, तिलीचोमा ल्यान्डस्लाइड एरियामा जाँदैछौँ। हल्का ओह्रालो भए तापनि यो एकदम यहाँबाट तल जाँदाखेरि पुरै ल्यान्डस्लाइड भएर एउटा ट्रेल बनाएको थियो, यहाँको स्थानीयले बनाउनु भएको थियो। अनि त्यसमा सजिलो भइरहेको छ। यस्तो खतरा छ एरिया, गाह्रो छ। अब हिँड्दै जानु, अब ठ्याकठुक छिटो हिँड्नुपर्छ। ल्यान्डस्लाइड एरिया हो, यस्तो गाह्रो छ। अब चलेको बेलामा बस्नु हुन मन छ, छिटो हिँड्दा ठिक हुन्छ। माथि सकेसम्म नहेरौँ, किनभने डर हुन्छ तलतिर पुरै डाउन ल्यान्डस्लाइड छ। छोड्नु त यसो छोड्नुहोस्, सक्दो अब गएर छिटो हिँड्ने प्रयास गर्छौँ। खतरै है यहाँ बाटो है। मै खस्न लाग्यो त। साढे 4 बजे हामी चाहिँ चिया खाँदैछौँ। अब माथि निस्किन हो, पानी फुल परिरहेछ, के हुने हो थाहा छैन। बिहानको 5 बजिसकेको छ। हामी अलिअलि सिमसिम पानीमा हिँड्दैछौँ। उहाँ हुनुहुन्छ, उहाँलाई हामी चिन्दैनौँ, तर उहाँ हुनुहुन्छ जागृत मगर। चिन्दैनौँ अरे लास्टमा मगर। त्यही भएर त नचिनेको नि। जागृत तिमीले सिना आउने गर्दा चिनेको भइहाल्थ्यो नि। लाइट अब बाल्नु पर्यो होला। ल Guys, we almost there. Just 1 hour. Just fucking 1 hour we'll be there.
गाइज हामी चाहिँ अहिले यहाँनिर हजुरहरूले देखिरहनु भयो होला यहाँ हाम्रो बेस क्याम्प छ बेस क्याम्पबाट हामी हिँड्दैछौँ एकदम रमणीय ठाउँ हामी तिलीचो ताल आज एक्सप्लोर गरेर फर्किसकेका छौँ इट्स बिङ अ अमेजिङ जर्नी अनि अहिले चाहिँ हामी एकदम उकालोमा हिँड्दैछौँ है एकदम ल्यान्डस्लाइड जोनमा हिँड्दैछौँ र एकदम रिस्कियर जोन हो तर वी आर इन्जोइङ द बेस्ट रमाइलो गर्नु तपाईँहरू त त्यस्तै हो घर बसी बसी त्यस्तै हो ल ल है त ओ गाइस घर सुतिर होला होइन तिमीहरू होइन कहिले कसो घर बाहिर पनि हिँड्ने गर केटा हो कहिले कसो घर बाहिर पनि हिँड्ने गर ल हेर त बाबु नानीहरू यस्तो छ है ल कस्तो रह्यो ट्रिप ल यस्तो छ हेर साथीभाइहरू अब हामी चाहिँ फर्किँदै हो एकदम पारी झरना वाली पनि झरना हो तर यो चाहिँ बालुवा र ढुङ्गाको झरना हुन्छ यति फरक छ वारी पारी हाम्रो बङ्गलादेशको हाम्रो साथी हुनुहुन्छ उहाँ हेलो दिस इज